उहाँहरूले आफ्नो पूजा गर्नेछ। पूजा गरिसकेपछि मात्रै हामी अन्य कामहरू गर्नेछौँ। हेलो 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 डोले खेल्ने क्रम जारी रहेको छ। यहाँ हामीहरू रचनहरू आउने क्रम पनि जारी रहेको छ। हामी यो साकेलाको परिसरमा वरिपरि युवा साथीहरू बडो जोरदारका साथले डोले खेल्दै किराँत राज्य पनि मागिरहेको छ। हामीले सोही डोले सोही किराँत राज्य नामान्तरण खै भनेर पनि डोलेहरूले पुरा जोरदारका साथ मागिरहेको छ। यही सडकको अगाडि बढाइरहेको छ। यहाँ बिस्तारै अगाडि बढिरहेको छ। नक्सलहरूको टोली यहाँ बढिरहेको छ। सकाहरूको टोली यहाँ बढिरहेको छ र यो पूजाको काम सकिएपछि हाम्रो औपचारिक कार्यक्रम अगाडि बढ्नेछ। यहाँ उपस्थित हुनुभएका महानुभावहरू, आज यस मतरिया याक्सुम सङ्घसिंह किराँत साकेला सभापछि 100 वर्ष मतलब 100 वर्ष हामीले यो हिसाबमा रहेको कुरा हो। तर हिसाबभन्दा अगाडि निकै वर्ष अगाडि हामी स्थापनाकालदेखि आदिवासी जनजाति किराँतीहरू मध्ये निकै अगाडिदेखि प्राकृतिक पूजक भएको कारणले गर्दाखेरि हामीलाई हाम्रा पुर्खाहरूलाई थाहा भएको 100 वर्षदेखि भएको कारणले हामीले शतावर्षिक या 100 वर्षको उत्सव भनेर हामीले यस वर्ष 2076 सालमा मनाउन सफल भएका छौँ। किराँतीहरूले 7079 पनि हामी भनेर भन्ने गर्छौँ। किराँतीहरूले हामीले किराँतीहरूले चलाउने सम्मत किराँतीहरूले पनि हामीले भन्ने गर्छौँ। त्यो किराँतीहरूलाई हामी 5079 पनि भनेर हामीले त्यसलाई सम्बोधन गर्ने गरेको छौँ। त्यसले गर्दाखेरि आज हामी मतरिया याक्सुम सङ्घसिंह किराँत साकेला खान स्थापना गरी पूजा गरेको हामीले करिब 100 वर्ष हाम्रो पुर्खाहरूले भनेका अनुसार, किनभने हामी मौखिक भोट भएको कारणले गर्दाखेरि हाम्रो लिखित दस्तावेजहरू केही पनि थिएन। हिजोको दिनमा जब हाम्रो पुर्खाहरू सिद्धिँदै गए तब हाम्रो इतिहासहरू पनि सिद्धिँदै गयो। त्यसलाई हामीले धामीहरूको, नथुलहरूको, सिलीपत्ता सिलीमानाहरूको र ढोलेहरूको हामीले एउटा चाहिँ वंशावली पनि तय गर्नुपर्छ भनेर हामीले भनेका छौँ। त्यसले गर्दाखेरि हामीले शतावर्षी कार्यक्रममा हामीले यो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिरहेका छौँ। हामीले हाम्रो धामी, हाम्रो नचौँ, हाम्रो चाडीको नचौँ अगाडि बढिरहनु भएको छ। र यो पूजाको कामहरू सकिसकेपछि हामी हाम्रो अन्य औपचारिक कार्यक्रमहरू हामी अगाडि बढाउनेछौँ।
हेलो हाम्रो कार्यक्रममा अतिथिहरू आउने क्रम जारी रहेको छ। हाम्रो नगरका चितवन नगरपालिकाका मेयर साहब आदरणीय टिप्टा अधिकारी उपस्थित भइसक्नु भएको छ। हामी अगाडि बस्दै गर्न लाग्छौँ र उपमेयर बिना राईजी उपस्थित हुनुभएको छ। उहाँलाई पनि आफ्नो सिटमा अतिथि आसन ग्रहण गर्दै गर्नको लागि म अनुरोध गर्दछु। उहाँहरू आइपुग्नु भएछ। उहाँहरू हिजो विराटनगरबाट निकै कार्यक्रमका व्यस्तताका बावजुद पनि दौडधुपका साथ रातारात गरेर यो साकेला उत्सवको लागि उहाँहरू आइपुग्नु भएको छ। उहाँहरूलाई हामी हार्दिक हार्दिक स्वागत गर्दछौँ आयोजकको टिमबाट। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। तल झर्दिनु भाइ सबैजना तल झर्दिनु अब ढोले आउँछ। खाएको छाला भने किने क्या मैले यसरी बनाएको बनाउनु पऱ्यो रङ रोगन गरेको अनि सबैहरू